गाइज नमस्कार। बथान भन्नाले के बुझिन्छ, बथानलाई अर्को शब्दमा के भनिन्छ, बथानको बारेमा कसलाई थाहा छ। प्राय सहर बजारमा बथान खुल्ने गर्दछ। आजकल गाउँघरमा पनि निःशुल्क रूपमा बथान सुचारू भइरहेको छ। हाम्रो गाउँ नजिक रहेको जङ्गलमा पनि एउटा सानो बथान खोलिएको छ, जसलाई मिनी बथान भनिन्छ। आज म त्यो सानो बथान तपाईहरूलाई हेराउन गइरहेको छु। हाम्रो गाउँका केटाहरूको आपसी सहयोगमा सानो बथान खोलेको छ, जसमा राति केटाहरूले मोज मस्ती गर्ने गर्दछन्। सानो झोपडी जस्तो बथान छ, तपाईहरूले हेर्न सक्नुहुन्छ। यो हाम्रो बथान, यहाँ केटाहरूले मस्ती मार्ने गर्दछ रात्रमा मात्र।